सर्वप्रथम तिब्बत टिभीको नेपाली प्रसारण हेरिरहनु भएका सबै श्रोताहरूलाई मेरी क्रिसमस। यस सप्ताहको तिब्बत परमपवन दलाई लामा ज्यू र केन्द्रीय तिब्बती प्रशासनको साप्ताहिक समाचारहरूका साथ म लुड्रु साङपो उपस्थित भएको छु। सुरु गरौँ यस सप्ताहका प्रमुख समाचारहरू संक्षेपमा। परमपवन दलाई लामा ज्यूद्वारा जलवायु सङ्कटको वार्तालापमा सहभागी हुने। परमपवन ज्यूको जन्मदिन मनाइएकोमा पक्राउ परेका तिब्बती युवक रिहा। अमेरिकी काङ्ग्रेसले तिब्बत नीति र समर्थन ऐन 2020 को पारित। निर्वाचनका सभामुख श्रीमान पेमा जुग्नेद्वारा डाक्टर पी.जी. ज्योतिकरको निधनमा शोक व्यक्त। तिब्बती दूतावास कार्यालय वाशिंगटन डीसी द्वारा तिब्बत बारे ली ज्याङलिनले लेखेको पुस्तकमा छलफल। अब समाचार विस्तारमा। परमपवन ज्यूले जलवायु परिवर्तन कार्यकर्ता ग्रेटा थनबर्ग र प्रमुख वैज्ञानिकहरूसँग 10 जनवरी 2021 मा द क्राइसिस अफ क्लाइमेट फिडब्याक लुप्स वार्तालापमा भाग लिनुहुनेछन्। वार्तालापको प्रत्यक्ष वेबकास्ट आधिकारिक वेबसाइटहरू र परमपवन दलाई लामा ज्यूको फेसबुक पृष्ठहरूमा विभिन्न भाषाहरूमा उपलब्ध हुनेछन्। 2015 मा परमपवन ज्यूको जन्मदिन मनाउँदा जेलमा परेका तिब्बतको ङाबा क्षेत्रका आजाजा 5 वर्षभन्दा बढी जेल समय काटेपछि रिहा भएका छन्। 16 डिसेम्बर 2016 मा फर्कम ङाबा प्रान्तको अदालतले 10 तिब्बतीहरूलाई 5 देखि 14 वर्षसम्मको जेल सजाय सुनाएको छ। चिनिया अदालतले आजाजालाई 5 वर्षको जेल सुनाएको थियो। संयुक्त राज्यको सेनेट विशेष सम्बन्ध समितिले सोमबार मध्यरातमा तिब्बत नीति र समर्थन ऐन 2020 सर्वसम्मतिले पारित गरेको छ। केन्द्रीय तिब्बती प्रशासनद्वारा तिब्बती स्वतन्त्रता आन्दोलनको लागि ऐतिहासिक उपलब्धिलाई स्वागत गरेको छ। वाशिंगटन डीसीमा भएको 5 दिने भ्रमणको अन्तमा बिलको अन्तिम पारित हुनका लागि प्रशासनका प्रमुख डाक्टर लोप्सा सिङ्गेले तिब्बती वकिल समूह सहित तिब्बतका लागि अन्तर्राष्ट्रिय अभियान र स्वतन्त्र तिब्बतका लागि विद्यार्थी समूह, क्षेत्रीय तिब्बती सङ्घहरू र यस बिललाई पारित गर्नुमा आफ्नो प्रयास राखेको सबैजनालाई धन्यवाद व्यक्त गरेका छन्। Everybody made efforts. So all the Tibetan associations in America, including Tibetan Youth Congress and SFT, all were involved in it, including ICT, called their members to support for the bill. So everybody made effort. प्रशासनका प्रमुखले यो तिब्बतभित्र पीडित लाखौं तिब्बती जनताहरूको लागि एउटा ऐतिहासिक बिल रहेको र तिब्बती स्वतन्त्रता सङ्ग्रामको लागि ठूलो प्रोत्साहन हो भन्नुभयो। This bill is significant. As you said, it's a landmark bill. In the last 20 years, the US Congress is passing a major bill on Tibet. तिब्बती संसदका सभामुख श्रीमान पेमा जुग्नेले पनि संयुक्त राज्यले सत्य, न्याय र मानवताको लागि आफ्नो समर्थन प्रमाणित गरेको हो भन्नुभयो। यस बिलले संयुक्त राज्य अमेरिकाको तिब्बत नीति ऐन 2002 लाई अपडेट गरेको छ। यस बिलले संयुक्त राज्य अमेरिकाको तिब्बत नीति ऐन 2002 लाई अपडेट गरेको छ। तिब्बत नीति र समर्थन ऐन 2020 ले परमपवन दलाई लामा ज्यूको उत्तराधिकार सहित तिब्बती बौद्ध नेताहरूको उत्तराधिकारीलाई चिनिया सरकारको हस्तक्षेप बिना केवल तिब्बती बौद्धहरूले निर्णय गर्नुहुने संयुक्त राज्यको आधिकारिक नीति बनाएको छ। हस्तक्षेप गर्ने चिनिया अधिकारीहरू संयुक्त राज्य अमेरिकामा प्रवेश अस्वीकार सहित ग्लोबल मैग्निट्स्की ऐन अन्तर्गत प्रतिबन्धको अधीनमा हुनेछन्। यस बिलमा तिब्बती पठारको वातावरणीय संरक्षणमा पनि जोड दिएको छ, जसलाई प्राय तेस्रो ध्रुव पनि भनिन्छ। यस बिलले ल्हासामा एउटा नयाँ अमेरिकी वाणिज्य दूतावास निर्माणको माग गर्दछ, जुन अमेरिका र चीन बीच एक पारस्परिक सम्बन्ध प्रबल बनाउनेछ। ल्हासा वाणिज्य दूतावास अवरुद्ध भएमा चीनले अमेरिकामा नयाँ वाणिज्य दूतावास खोल्न रोकिनेछ। तिब्बत नीति र समर्थन ऐन 2020 भनेको काङ्ग्रेसले काङ्ग्रेसल चीन आयोग र टम ल्यान्डर्स मानव अधिकार आयोग, जिम मैकगोवन र सेनेटर मार्को रुबियोले पेश गरेको द्विपक्षीय समर्थित बिल हो। 2020 सालको जनवरीमा यस बिललाई अमेरिकी प्रतिनिधि मण्डलले आध्यात्मिक बहुमतले पारित गरेको थियो, तर कोरोना भाइरस महामारीको कारण सेनेटमा विदेश सम्बन्ध समितिमा रोकिएको थियो। तिब्बती संसदका सभापति श्रीमान पेमा जुग्नेले तिब्बतका कट्टर समर्थक डाक्टर पी.जी. ज्योतिकरको निधनमा हार्दिक शोक व्यक्त गर्नुभयो।
जसको गत हप्ता 86 वर्षको उमेरमा निधन हुनुभयो। डाक्टर पीजी ज्योतिकरले दशकभन्दा बढी समयदेखि अथक प्रयासका साथ आफ्नो समय र शक्ति तिब्बती उद्देश्यमा समर्पित गरेका छन् र उनी गुजरात राज्यमा तिब्बती स्वतन्त्रता आन्दोलनका प्रणेता हुनुहुन्थ्यो। तिब्बती दूतावास कार्यालय वाशिंगटन डीसीले गत शनिबार तिब्बत इन एगोनी ल्हासा 1959 पुस्तकमा एक भर्चुअल वार्ता र प्रश्न उत्तर सत्रको आयोजना गरेका छन्। प्रतिनिधि गुटुब छिरिङले पुस्तकमा एउटा छोटो टिप्पणी दिनुका साथै निम्त स्वीकार गरेको लेखक र अनुवादकले आफ्नो सराहना व्यक्त गर्नुभयो। ली ज्याङलीले लेखेको र अङ्ग्रेजीमा सुजन विल्सद्वारा अनुवाद गरिएको यस पुस्तकलाई हार्वर्ड युनिभर्सिटी प्रेसद्वारा प्रकाशित गरिएको छ। यस पुस्तकलाई तिब्बतीमा श्री जम्बा तेन्जिनले अनुवाद गरेका छन् र लाइब्रेरी अफ तिब्बतन वर्क्स एन्ड आर्काइभ्सद्वारा प्रकाशित गरिएको छ। हस्त आजको लागि साप्ताहिक समाचार यति नै। अर्को हप्ता फेरि भेटौँला। नमस्ते, टसी देलेग र मेरी क्रिसमस।